नमस्कार, म डाक्टर हरि खनाल, हजुरहरूकै स्वास्थ्यको साथी। सदा जस्तो एउटा स्वास्थ्य सम्बन्धी भिडियो बनाएर हजुरहरूलाई जानकारी गराउने क्रममा आज म चर्चा गर्न जाँदैछु एउटा त्यस्तो रोग जसले धेरै मानिसहरूलाई इफेक्ट गरिरहेको छ, अर्थात् धेरै मानिसहरू यो रोगबाट ग्रसित हुनुहुन्छ। त्यो रोग हो माइग्रेन। आखिर यो माइग्रेन भनेको के हो त? माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो जो न्युरोलोजिकल डिसअर्डरको कारणले गर्दाखेरि हुन्छ। यसमा व्यक्तिको अथवा बिरामीको आदि पार्ट टाउको अर्थात् एउटा आँखादेखि लिएर पछाडिसम्मको टाउको चाहिँ एकदमै तीव्र रूपमा दुख्दछ र तीव्र रूपमा दुख्नुको साथसाथै कसैलाई चाहिँ बान्ता आउन खोज्नु, कसैलाई बान्ता नै हुन सक्दछ। त्यस्तो खालको टाउको दुखाइ छ भने त्यसलाई चाहिँ हामीले माइग्रेन भनेर भन्छौँ। तर यसको टाउको दुखाइको नेचर अलि फरक हुन्छ। जस्तो टाउको आज दुखेको छ भने 1-2 दिनसम्म टाउको दुख्न सक्छ, त्यसपछि कुनै पेन किलर खायो अथवा कुनै कारणले गर्दाखेरि टाउको दुखाइ कम हुन्छ र पछि गएर फेरि हप्ता दिन अथवा 15 दिन अथवा महिना दिनमा फेरि टाउको दुख्छ। यस्तो प्रकारको टाइम ड्युरेसन लिएर टाउको दुख्छ भने त्यस्तो प्रकारको टाउको दुखाइ छ भने चाहिँ त्यसलाई हामीले माइग्रेन भनेर भन्छौँ। अब कुरा गरौँ माइग्रेनको कजेटिभ फ्याक्टरहरू के हुन्, अर्थात् के कारणले गर्दाखेरि माइग्रेन हुन सक्दछ। माइग्रेन हुने पहिलो नम्बरको कारण हो जेनेटिक फ्याक्टर, अर्थात् तपाईँको हजुरबुवा हजुरआमा अथवा बुवा आमालाई चाहिँ माइग्रेन छ भने तपाईँलाई पनि माइग्रेन हुने चान्स बढी हुन्छ। त्यस्तै दोस्रो नम्बरको कारण हो न्युरोट्रान्समिटर डिसअर्डर, अर्थात् ब्रेन सेलले हाम्रो सेरोटोनिन नामको हर्मोन निकाल्छ, त्यसको इम्ब्यालेन्स भयो भने पनि माइग्रेन हुन सक्दछ। अब कुरा गरौँ माइग्रेनका ट्रिगर फ्याक्टरहरूको बारेमा, जसको कारणले गर्दाखेरि चाहिँ माइग्रेन हेडेक चाहिँ बढ्दछ। ती ट्रिगर फ्याक्टरहरू हुन्। पहिलो नम्बरको ट्रिगर फ्याक्टर हो स्ट्रेस। जस्तो हामीले धेरै मात्रामा स्ट्रेस लियौँ भने त्यसले गर्दाखेरि पनि माइग्रेन हेडेक बढ्न सक्दछ। दोस्रो नम्बरको कारण हो हाम्रो खानपिन। जस्तो हामीले चाहिँ गाडेको अचार, गुन्द्रुक, तामाहरू बढी सेवन गऱ्यौँ, त्यस्तै चक्लेटहरू, कफीहरू, चिजहरू बढी खायौँ भने पनि त्यसको कारणले गर्दाखेरि पनि माइग्रेन हेडेक बढ्न सक्दछन्। तेस्रो नम्बरको ट्रिगर फ्याक्टर हो हाम्रो चाहिँ स्लिप प्याटर्न डिस्टर्ब हुनु। जस्तो हामी चाहिँ रातिमा चाहिँ पर्याप्त मात्रामा 7-8 घण्टासम्म चाहिँ हामी चाहिँ साउन्ड स्लिप सुतेनौँ भने पनि त्यसले कारणले गर्दाखेरि पनि हाम्रो चाहिँ माइग्रेन हेडेक बढ्न सक्दछ। त्यस्तै इन्भाइरोमेन्टल फ्याक्टरहरू हुन्छ, जस्तो चाहिँ हामी धेरै होहल्ला भएको ठाउँमा निस्किएका छौँ, त्यस्तै हामी चाहिँ धेरै घाममा निस्किएका छौँ भने पनि त्यसले गर्दाखेरि नै माइग्रेन हेडेकलाई बढाउन सक्दछ। अब कुरा गरौँ माइग्रेनको सिम्पटम्स अर्थात् लक्षणको बारेमा। पहिलो नम्बरको लक्षण हो हाफ पार्ट टाउको दुख्नु, अर्थात् आदि पार्ट चाहिँ हाम्रो टाउको दुखाइ छ भने चाहिँ त्यसलाई हामीले माइग्रेनको पहिलो लक्षण मान्न सक्दछौँ। त्यस्तै टाउको दुखाइ तपाईँको 3 दिन, 5 दिन, हप्ता दिन, 10 दिन, 15 दिनको ग्यापमा चाहिँ त्यसरी टाइम ड्युरेसन ग्यापमा चाहिँ आदि पार्ट टाउको दुखेको छ भने चाहिँ त्यो पनि माइग्रेनको लक्षण हो। त्यस्तै तेस्रो नम्बरको लक्षण हो एकदमै टाउको दुख्दाखेरि चाहिँ भोमिट आउन खोज्नु अथवा भोमिट नै हुनु, त्यो पनि माइग्रेनको लक्षण हो। त्यस्तै अर्को लक्षण भनेको चाहिँ एकदमै टाउको दुखेको बेलामा चाहिँ तपाईँको चाहिँ अँध्यारो रूपमा अथवा एकान्तमा बस्दाखेरि चाहिँ टाउको दुखाइ कम भयो भने त्यस्तो प्रकारको टाउको दुखाइलाई पनि हामीले माइग्रेनको लक्षण मान्न सक्दछौँ। अब कुरा गरौँ यसको इन्भेस्टिगेसन, अर्थात् हामीले हामीले चाहिँ परीक्षणहरू गराउन सक्छौँ त। माइग्रेन जनरली हामीले सिम्पटम्सको आधारमा नै हामीले चाहिँ डायग्नोसिस गर्ने गर्दछौँ। तर यसमा जस्तो अरू कारणले गर्दाखेरि टाउको दुखेको हो अथवा माइग्रेनकै टाउको दुखाइ हो भनेर चाहिँ हामीले एमआरआई सिटी स्क्यानहरू गरेर हेर्नुपर्दछ। यदि एमआरआई सिटी स्क्यानहरू नर्मल देखियो, अरू कारणहरू चाहिँ हामीले एक्सक्लुड गर्न सकियो भने र तपाईँको टाउको दुखाइ चाहिँ आदि पार्ट टाउको दुख्ने र चाहिँ तपाईँको त्यही 3 दिन, 5 दिन, 15 दिन, 1 महिनाको ग्यापमा टाउको दुखाइ छ र चाहिँ नजिया भोमिटिङहरू पनि गरेको छ भने चाहिँ त्यस्तो प्रकारको टाउको दुखाइ छ र एमआरआई सिटी स्क्यानमा चाहिँ नर्मल आयो, ब्लड इन्भेस्टिगेसनहरू नर्मल आयो भने चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ माइग्रेनको टाउको दुखाइ भनेर चाहिँ डायग्नोसिस चाहिँ गर्न सक्दछौँ। अब कुरा गरौँ माइग्रेनको उपचार अर्थात् ट्रिटमेन्ट के हो त। माइग्रेनको ट्रिटमेन्ट भनेको पहिला चाहिँ माइग्रेन हुने ट्रिगर फ्याक्टरहरूबाट बच्नु नै हो। जस्तो यदि तपाईँलाई माइग्रेन हेडेक छ भने र त्यसलाई बढाउने कुराहरू अहिले हामीले चर्चा गरेको जस्तो हामीले खानेकुराहरूमा बार्नु पर्यो। जस्तो हामीले चाहिँ गाडेको अचार खानु भएन, त्यस्तै तपाईँको चाहिँ गुन्द्रुक खानु भएन, तामा खानु भएन, त्यस्तै तपाईँको कफीहरू खानु भएन, चक्लेट आइटमहरू कम खानु पर्यो र घाममा कम हिँड्नु पर्यो, त्यही होहल्ला भएको ठाउँमा कम जानु पर्यो। यस्तो यी कुराहरू बार्यो भने चाहिँ तपाईँको चाहिँ माइग्रेन हेडेक हुने चान्स चाहिँ कम हुन्छ। र अरू औषधिहरू हुन्छन्, जस्तो पेन किलरहरू हुन्छन्। ती पेन किलरहरू सर्टेन मात्रामा खानु स्वाभाविक हो, तर सधैँ पेन किलर खाएर टाउको दुखाइ कम गर्नुभन्दा एउटा चिकित्सकसँग परामर्श गरेर मात्रै औषधि सेवन गरेको राम्रो हुन्छ।
अब कुरा गरौँ आयुर्वेद अनुसार यसको ट्रिटमेन्ट के छ त। उपचारको रूपमा आयुर्वेद अनुसार हामीले यसमा शमन र शोधन चिकित्सा गर्दछौँ। शमन चिकित्सा भनेको हामीले औषधिको रूपमा औषधिहरू प्रयोग गर्दछौँ। ती औषधिहरूमा हामीले अश्वगन्धा पाउडरहरू, ब्राह्मी बटीहरू, त्यस्तै तपाईँको चाहिँ पथ्यादी काँडाहरू, अब बिरामीलाई चाहिँ बिरामीको कन्डिसन अनुसार सेवन गराउँदछौँ। तर यो औषधि सेवन गर्नुभन्दा अगाडि एउटा आयुर्वेद चिकित्सकसँग सल्लाह गरेर मात्रै सेवन गर्नुभयो भने राम्रो हुन्छ। त्यस्तै हामीले चाहिँ यसमा शोधनको रूपमा चाहिँ पञ्चकर्म प्रोसिड्युरहरू गराउँदछौँ। पञ्चकर्म प्रोसिड्युरमा यसमा हामीले नस्यकर्म एकदमै राम्रो उपयोगी हुन्छ। विभिन्न तेलहरू हुन्छन्, हाम्रो मेडिकेटेड ओइलहरू हुन्छ, त्यो चाहिँ हामीले नाकमा राखेर कति मात्रामा राख्ने भनेर डक्टरको परामर्श अनुसार मात्रै गर्नुपर्दछ र त्यसरी राखेर चाहिँ हामीले ट्रिटमेन्ट गर्दछौँ। त्यस्तै अर्को ट्रिटमेन्ट हो एकदमै प्रभावकारी ट्रिटमेन्ट भनेको शिरोधारा भन्छौँ हामीले। यसमा चाहिँ मेडिकेटेड ओइल हुन्छ, जस्तो ब्राह्मी तेल, तिल तेलहरू चाहिँ हामीले मिक्स गरेर त्यसलाई चाहिँ ल्युकवार्म गराएर चाहिँ हामीले चाहिँ टाउकोमा चाहिँ तेलको धाराको रूपमा चाहिँ कन्टिन्यू रूपमा 45 मिनटसम्म दिन्छौँ र यो प्रोसिड्युर चाहिँ माइग्रेन ट्रिटमेन्टमा एकदमै प्रभावकारी देखिएको छ। त्यस्तै हामीले वमन विरेचनहरू गराउन सक्दछौँ। यो वमन विरेचनहरूबाट पनि माइग्रेन हेडेक कम भएको पाइन्छ। त्यस्तै अर्को ट्रिटमेन्ट भनेको चाहिँ हामीले योगा आसनहरू अथवा योगा प्रोसिड्युरहरू गर्छौँ। जस्तो यसमा हामीले योगामा चाहिँ विशेष गरी प्राणायाम गराउँदछौँ, ब्रिदिङ एक्सर्साइज, जसमा चाहिँ हामीले भ्रामरी प्राणायाम, शीतली प्राणायाम, शीतकरी प्राणायाम र अनुलोम विलोम गराउँदछौँ। यसबाट पनि यो चाहिँ बिरामीले आफैले बिहान आधी घन्टा, बेलुका आधी घन्टा चाहिँ प्राणायाम गर्ने हो भने पनि माइग्रेन हेडेकमा एकदमै राम्रो इफेक्ट छ यसको। र अर्को भनेको हामीले चाहिँ मेडिटेसन, अर्थात् हामीले चाहिँ ध्यान गर्ने, जस्तो मेडिटेसन एकाग्र भएर चाहिँ हामीले मेडिटेसन गऱ्यौँ भने पनि यसले पनि माइग्रेन हेडेकलाई कम गर्न सहायता गर्दछ। अब कुरा गरौँ यसमा के खाने के नखाने, अर्थात् यसमा मुख बार्नुपर्ने कुराहरू के छन् त। मुख बार्ने कुराहरूमा पहिलो नम्बरको कारण हो पुरानो गाडेका अचारहरू हामीले सेवन नगर्ने, त्यस्तै गुन्द्रुक तामाहरू सेवन नगर्ने, कफी चिजहरू सेवन नगर्ने, त्यस्तै तपाईँको चाहिँ यो जङ्क फुडहरू सेवन नगर्ने र हामीले चाहिँ धेरै होहल्ला भएको ठाउँमा र धेरै घाममा नहिँड्ने गर्नुपर्दछ। त्यस्तै यसमा चाहिँ हामीले सुत्ने कुरामा चाहिँ राति चाहिँ तपाईँको चाहिँ 7 देखि 8 घन्टा चाहिँ पर्याप्त मात्रामा सुत्नु पर्यो र राति जागराम नगर्ने। त्यस्तै अर्को भनेको चाहिँ हामीले फिजिकल एक्सर्साइजहरू बिहानमा मर्निङ वाक हुन्छ, योगा पोस्चरहरू हुन्छ, त्यो गर्ने। यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने मेरो च्यानललाई लाइक र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यदि तपाईँलाई कुनै रोगको बारेमा जान्न मन छ भने कमेन्ट गर्न पनि नबिर्सिनुहोला। र यस्तै स्वास्थ्य सम्बन्धी भिडियो लिएर म फेरि आउने नै छु। तबसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। नमस्ते, जय नेपाल।